हेलो गाइजहरु यहाँ यसो बाहिर सबैजना फ्यामिली मिलेर यसो खाना पकाइराख्नु लाग्यो। अब हाम्रो यता यो चाहिँ आज हाम्रो बेलुकाको माछा हो। आज हामी माछाको झोल खाने हो। तारेर झोल बनाएर खाने हो आज हामी। कस्तो लिएर आको यो यतापट्टिको चाहिँ हाम्रो घरको भ्यूज हो गाइजहरु है। यो शान्ति स्तूपा त्यहाँ देखिएको चाहिँ शान्ति स्तूपा छ सबैभन्दा ठुलो। त्यसपछि उतापट्टि पुम्डीकोट पोखरा यस्तो देखिन्छ हेर्नु रातिको समयमा। यस्तो हाम्रो घरबाटको भ्यूज हो यो। पोल्युसन छैन हाल्नु एउटा त्यही बसेको म गर्छु। होइन म गर्छु तिमीले मेरो भर लान थाहा यो तातो माछा बेटा बेटा बेटामा बिस्तारै हाल्नु है बुढा। पोखरामा जाडो जाडो छ त्यही भएर आजको दिन हामी माछाको झोल खाने हो गाइजहरु। यो माछा चाहिँ एक दुई दिन लगाएपछि बिग्रिँदो रहेछ है। बिग्रिन्न ताजा माछा हो त। फ्राई गरेर अस्ति मैले ल्याएको त कस्तो बिग्रिएर त्यस्तो थियो नि यस्तो भएको माछा होला हो त। यस्तो भएर यो त पानीमा खेल्नु माछाको झोल खाने भए आउनुहोस् है गाइजहरु। धेरै चलाउनु हुँदैन के माछा। यताको भ्यू देखाउनु यताको यस्तो अनि बल तर हजुर धेरै फ्राई नगरिकन है। अरू चाहिँ तिमीले बनाउँछौ नि त्यो उ नगरिकन के फ्राई नगरिकन त्यसरी बनाइदेऊ नि त। कोलाई मन त त्यो झोलमा उसिनेर हुन्छ नि। यहाँ कति थरी खानी हो त्यो मन पर्छ मलाई। मन त हजुरलाई कस्तो लाग्यो हाम्रो घरतिरको भ्यूज त्यसै खाने मान्छे त हैन। सब्स्क्राइब अनि कमेन्ट गरिदिनु होला। मेरो यो नयाँ युट्युब च्यानल हो गाइजहरु। तपाईहरुको साथ सपोर्ट म चाहन्छु। मलाई साथ दिनु होला। तपाईहरुको साथले नै म अघि बढ्न चाहन्छु। को कान्छी छोरी मायाले फुल फुलाएर राख्नु भएको छोरी ठुली कान्छी हो। कान्छी त फेरि म यो नानी आउला नि म कान्छी भन्दै हामी सबै दिदी हैन कहिले पार्टी गर्छ सक्यो कतिखेर भात खाने के को टी सर्ट लगाएको। ओहो गुराँस फिट्ने गोर्खा फिट्नेस रे। हेर्नु तातो माछाको झोल खाएर सुत्ने भनेको 10 बन्न लागिसक्यो। नभए पनि 10 भनेको घरि कता घुमाउनु घरि कता गयो लास्ट टाइम यो भिडियो नानी घरतिर जाने नि उता नानी सरी हिँडेर यस्तै अनि त्यो कटिङ सटिङ गर्नु पर्दैन धेरै कस्तो राम्रो। मलाई यो कुखुराको खोरी यो बनाएको कस्तो मन पर्छ। घेरेको रमाइलो हुन्छ कि बाहिर बकाइन्छ। मलाई त पहिला एकदम डर लाग्छ नि। होइन होइन त्यो डराउने मान्छेले खाने होइन मसे काटेर चबाउनु मिल्छ कि अड्किन्न। म चबाउन त अघि चबाएको चाहिँ छियो नि बसेर चट्नी खाने चट्नी हो कस्तो हुन्छ होला देऊ त मिठो भएर यिनीहरूलाई हाम्रो यिनीहरू म 5 भयो भयो मेरो डाक्टरले माछा खानु। तर मासु के अरे बोइलर भन्दा माछा ठिक छ हौ। माछा किन खा भन्यो भने मेरो माछा त राम्रो हो नि त्यो कोलेस्ट्रल राम्रो खालको कोलेस्ट्रललाई बढाउँदो रहेछ नि त माछाले। दुईलाई पनि ठिक हुन्छ चिसो लाग्यो। नि मैले ठुलो मामलाई हेरौँ आउन अब त के उस भने अब यो सबै फ्राई गरेर अघि त सुन्ने त्यो एउटा एउटा लगेर त्यो धुन पाए हुन्थ्यो नि त्यो बुढा। भिडियो बनाउनु त। अब हाम्रो झोल बनाउने कार्यक्रम सुरु भइसक्यो गाइसहरु। हेर्नु अब उता माछा फ्राई हुँदैछ। अब त्यो माछालाई हामी यसरी काटन लाग्यो। धन्यवाद बसन हौ तुम लोग बसने दियो के रे बैठने दियो तो मैं बैठू भने एउटा भिडियो चाहिँ भर्खरै बरेर लिएर आउँछ नि अनि पाइ लागु माझी भन्छ अनि सदा सुखी रह भन्छ। तू रहने देती तो मैं रह लूंगी भन्छ कसरी। 2 किलो ल्याएको अझ मैले माछा। अब एउटामा भात बसालौँ न त।
एकछिन अब झोलसँगै उता भात पनि बसाल्यो ठिक्कै तातो तातो हुन्छ यस्तो गर तिमी यति एउटा काटा छोड यति बुझ्नु भइहाल्छ नि यति यति हुन्न यति चाहिने यति चाहिन्छ कुरा खाइन्छ नि तपाईँकोमा ओके म कुटे ल्याउँछु अनि झोल लसुन पनि कहाँ र दामी चाइनीले बनाउँछ नि तर त चुलो बनाउन ठाउँ चाहिन्छ फेरि बोइलर चाहिँ 2 किलो जाम्बा बोइलर चाहिँ 380 कति हुन्छ यसो गरौँ है बचाल थोरै झोल हडताल त पस्नु भने ठुलो बल्ब कहाँ छ हाम्रो ठुलो बल हैन ठुलो बल के रे मार्बलको लिएर आउने त हुन्न यो त त्यही उसहरु पुग्न हो कि लङ सुकमेलहरु चियामा हाल्नलाई खै ल्याउ त काला यहाँ म उस गर्छु ड्याङ ड्याङ त्यहाँ भन्दा ग्यास बाबु हुन्छ ड्याङ ड्याङ छैन बरु सिलौटामै पिने ठीक मैले केही नै बुझेन हो सिलौटा कति बजे हा 7 7:30 बला 7:30 एउटा काला फल नाजुक हो यसलाई हुन्छ सबै फेरि फलामको चाहिन्छ के हाल्नको धेरै धेरै उस खाने हैन के मसला खाने हैन हाल्यो फिस मसला फिस मसला हो फिस र मिट मसला त लास्टमा हाल्यो उयो खुर्सानी पछि हालमलाई थोरै हाल्नु थोरै पिरो त बनाउँदैन न कालाले अस्ति पनि झोलसँग खाथे त दि मासुको के रे के फेरि यो के हाल्नु पर्यो के गर्नु भयो बालुवा कहाँ हाल्नु भयो कहाँ होमवर्क कति गर्नु भयो दुईटा होमवर्क गर्नु ल अब उदिन्छु के हुन्छ अरे म दिन्छु ल यहाँ मात्रै टेक्ने अनि अरू ठाउँमा नटेक्ने हरियो चलाउँछु त नि चेन्ज गरेर ल्याउनु न भोलि निम्न छैन होला अझै हालिदिउँ अझै ल्याउने थियो नि भयो कहाँ पुग्छौ अन्त मामाले बाबाले हेरेको त्यो मोबाइल छोडेर खेल्ने के खेल्ने र आइतबार जानु होला माछा हाल्ने बेला बोलाउँछ हजुरलाई ल एउटा राखे हुन्छ के त्यस्तो डर लाग्छ मलाई त ल धनियाँ छुटो भयो केही नि भएन दाजु छोरे रिबन बन्दै बोल्दै माथि रिबन त निकाल्दै गयो चाहिन्छ ल अब त्यो पानी के वाला तिमीले दुध मलाई दिन्छु ल छोरो झोल खाने हो भात भन्दा